सबैजना यहाँ मस्त हुनुहुन्छ। बड़ी दीवानी पंचायत कोई कहानी देखो देखो शाम बड़ी दीवानी पंचायत कोई कहानी हाम्रो बुकिङको चाहिँ काम यता हुँदैछ। हजुरहरु अगाडि खानेले धेरै खानेकुरा खेर फाल्दिनु भयो भने पछाडी खाने व्यक्तिहरूलाई नपुग्न सक्छ। थपी थपी खानु होला, खाना चाहिँ कृपया नफालिदिनु होला। धन्यवाद। समाधान गर्न चाहिँ यस्तो अक्षय गुठीले चाहिँ महत्त्वपूर्ण स्थान छ र यो डाँडागाउँ अक्षय गुठीले पनि यस्तै कार्य गर्दै आएको मैले देखेको छु। र नगरपालिकाले पनि अब आफूले गर्नुपर्ने कार्यहरू जस्तो आफ्नो धर्म संस्कृति परम्पराजन मठ मन्दिरहरू धेरै ठाउँमा लिच्छवीकालदेखि मठ मन्दिरहरूलाई हामीले पुनर्निर्माण गर्दैछौँ। कति सम्पन्न भइसक्यो, जस्तो चामुण्डा मन्दिरहरू कस्तो थियो अहिले हामी आइसक्यो करिब करिब नगरपालिकाले 1 करोडले। त्यही महाकाल मन्दिरहरू कति राम्रो बनिसक्यो। अब त नयाँ नयाँ अब रङ लाउने अब नयाँ नयाँ एडभान्स खोजिरहेको छ सबैले, नयाँ किसिमको। पर्सि जात्रा छ, त्यो भनेको जस्तो जात्रा छ हाम्रो चामुण्डा मन्दिरको महाकाल मन्दिरसँगै जोडिएको। त्यहाँ भएका आफ्नो धर्म संस्कृतिहरू जोगाउनलाई नगरपालिकाले त्यतिकै योगदान गरेको छ, बजेटहरू विनियोजन गरेको छ। त्यो मात्रै यो हामीले हेर्दा त्यहाँ 2 ठाउँमा देख्नुभयो होला, यो नगरपालिकाभरि बनिरहेछ। मठ मन्दिर विकास निर्माण काम, खानेपानीका खानेपानी त सबभन्दा डाँडागाउँ खानेपानीको लागि त कागज कोल हो। त्यो हो कहाँ आउनु असार आउँछ भन्छ अहिले।
अहिले पालि चाहिँ अब सम्भावना छ हेर्नुहोस् है अब धेरैभन्दा धेरै हामी लागिपरेका छौँ यति हामी आइसकेपछि त्यो ट्याङ्की नबनिकन पाइप विस्तार भइसक्यो पानी चाहिँ आउन सकेको छैन तर पनि नगरपालिकाले हामी यसरी लागेका छौँ कि जसरी हुन्छ त्यो मेलम्चीको पानी चाहिँ पहिला उपत्यकालाई खुवाउन मात्रै लगाइरहेछ त्यो तर अहिले चाहिँ हामीले काज गराएर 5, 6, 7, 8, 9मा पानी नखाएको जस्तो हामीहरूतिर पनि छैन मेरै घरमा छैन पानी नै नभएको ठाउँमा बसेर छौँ हामी अब मेलम्ची आएर अहिले बल्ल मौका पाइयो अब सुन्दरजलको पानी माथि आउँथ्यो त आउँदैन अहिले हामीले तपाईँले एउटा चाहिँ होला ढिला भयो तर हामी त्यो बेलामा सन्तोषाई संयोजक थियो म उपसंयोजक थियो तलबाट लानु लाग्थ्यो माथिबाट नदिएपछि घर बचाउनु पर्ने भयो यो माथिको 40 गाउँदेखिको हो तपाईँले माथि आरबारी चोकदेखि नागमन्दिरसम्म कतिवटा घर बचाए तपाईँहरूले देख्नुभयो होला नि हात जोडेर पछि यो बस्ती सर्न सक्छ भरे यो हामीले भत्काएर यो पाइप हाल्न दिएनौँ भने कुनै दिन पनि यहाँ पानी आउँदैन भरे बस्ती नै सरेर जानुपर्छ भनेपछि सम्पूर्णले घर भत्काएर दिए उहाँहरूलाई अहिले पनि धन्यवाद दिन्छु त्यही कारण अहिले पानीको कारण त्यहाँनिर ट्याङ्की बनाएको छ त्यो ट्याङ्कीबाट पानी ल्याउनलाई चाहिँ पानी खसिया छ अब आवाज आइरहेछ त्यो पानीको अब पानी चाहिँ हामीलाई छैन तर हामीले त्यो ट्याङ्की करिब 2 अरब 57 करोडको योजना सञ्चालन भइरहेछ अहिले चाहिँ त्यो डिजाइन मिलेन भनेर डिजाइन नमिलाएर उसले डिजाइन चाँडै दिएन डिटेल दिएन भनेर अड्किया छ उहाँले खाएर तपाईँलाई हुन्छ तपाईँले खानु पर्यो हेलो मेरो नाम खरबहादुर श्रेष्ठ हो डाँडागाउँ 8मा बस्छु घर मिठो चिया बनाउँछु खानालाई सबै आइदिनु बसेर पाइएन उठेर दिनु पर्यो नमस्कार मेरो सुमित्रा श्रेष्ठ हो म डाँडागाउँ 8मा बस्छु नमस्ते धन्यवाद हाम्रो यो अघिल्लो राउन्डको चाहिँ परिचय सकेपछि उहाँहरू चाहिँ पछिल्लो रोमा बस्दिनु होला पछिल्लो रोको चाहिँ अगाडि रोमा आएर चाहिँ परिचय दिनु होला है त्यो गरी सबैको अनुहार देखिन्छ है त हस् धन्यवाद नमस्कार यहाँ उपस्थित सम्पूर्णलाई आज अक्षय कोष गुठीको अब डाँडागाउँ अक्षय कोष गुठीबाट अब वनभोज कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्णलाई नमस्कार अध्यक्षज्यू हाम्रो भरत रिजाल ज्यूलाई र अनि लक्ष्मी बुवा डम्बर दाई हाम्रो बालकृष्ण अङ्कल राजेश भाइ उहाँहरू चाहिँ धेरै अब अग्रसर भएर अब यो कार्यक्रममा हामीहरूलाई पनि उपस्थित गराउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो नाम सरिता सेडाई हो म डाँडागाउँमा बस्छु म चाहिँ एउटा अब एक प्रकार ग्रिनीको साथसाथै अब साधारण अब ग्रिन टी कफीहरू हर्बलको अब ग्रिन टी कफीहरू अब पेस्टहरू यस्तो पनि म यस्तो सामान मान्छेलाई सुगर प्रेसर हाई भएको व्यक्तिहरूलाई पनि अब त्यो दिएर अब स्वास्थ्य सम्बन्धी पनि केही कार्यक्रमहरू गरेर अब सबैलाई खुसी दिन चाहन्छु अब स्वास्थ्य रहनु नै सबभन्दा ठुलो खुसीको कुरा हो हाम्रो जीवन नै अमूल्य छ अब मेरो चाहिँ फेरि अहिले बुवालाई हस्पिटलमा राखिराखेको भएर पनि म एकछिन भए पनि यहाँ उपस्थित हुन आएको नमस्कार धन्यवाद हेलो नमस्ते मेरो नाम बिना शेर्पा हो म चाहिँ समाज सेवामा छु धन्यवाद नमस्ते म चाहिँ गोकर्णेश्वर 8मा बस्छु अक्षय कोषको कार्यक्रम गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ दाइलाई भाइलाई दिदी बहिनीहरू यहाँ भएको सम्पूर्णलाई मेरो नाम चाहिँ बिमला गौतम हो गौतम स्विट आरुबारीमा ठ्याक्कै छ केही खानु पर्यो भने म गुलियो सुगर नभनिकन आइदिनु होला धेरै धेरै धन्यवाद नमस्कार यस सभाका सभापति महोदय सम्पूर्ण मान्यजनहरू दाजुभाइ दिदीबहिनीहरू मेरो नाम सुशीला ढाल र म गृहिणी हो र मेरो खास पेसा नमस्कार सबैजनालाई नमस्कार छ म सावित्री कुँवर हो डाँडागाउँ 8 नम्बर वडामा बस्छु धन्यवाद नमस्कार सबैजनालाई गुठियाली दाजुभाइ दिदीबहिनीहरूलाई अब म चाहिँ आरुबारी 8मा बस्छु मेरो पेसा चाहिँ गृहिणी हो धन्यवाद नमस्कार
नमस्कार सबैजनालाई। म डाँडा गाउँमै बस्छु। नाम मेरो पासी शेर्पा हो, श्रेष्ठ हो, दुईटै भयो मेरो नाम। हजुर नमस्कार, म तिलकुमारी श्रेष्ठ, म डाँडा गाउँमै बस्छु। मेरो नाम किशोर कुमार श्रेष्ठ हो, म डाँडा गाउँमै बस्छु। नमस्ते, मेरो नाम शान्ति नेपाली हो, म बौद्ध तिनचुलीको बस्छु। ल हजुरको नाम पनि भन्दिछु। बोल्छु त हजुर। ल हजुरको बाबाको नाम पनि भन्दिछु। हेलो, तिम्रो नाम के हो भनिदेऊ त? भन न। मेरो नाम युनिसा नेउपाने हो। बाबाको नाम भन्दिछु त? उमेश कुमार नेउपाने हो। म आनन्दपुरमा बस्छु भन न। भन्दैछु म आनन्दपुरमा बस्छु भन। खै भन। उठेर आफ्नो नाम भन्नु। मेरो नाम सीता देवी दाहाल हो, मलाई धेरै बोलाउँदैन। धन्यवाद सबैलाई। मेरो नाम कमला अधिकारी हो, म बेसी गाउँमा बस्छु, बेसी गाउँ 8 मा। यो वनभोज डाँडा गाउँ अक्षय कोषमा म भर्खर पहिला नयाँ हो, भर्खर मलाई भर्खर थाहा भयो त, अनि यहाँ म पनि पढ्छु भनेर भर्खरै नाम लेखाएको हुँ मैले। हस् त, धन्यवाद। नमस्कार सबैलाई, दिदीबहिनी दाजुभाइ। अब म भर्खरै नयाँ गुठीमा बस्न आएको, हेरी परिचय गर्न आएको, बेसी गाउँ। नमस्कार, म चाहिँ रमा पोखरेल। म चाहिँ नयाँ मेम्बर बन्नको लागि यो डाँडा गाउँ अक्षय कोष गुठीमा नाम लेखाएको छु। अब बन्दैछु, बनिसकेको छैन। म यो सरस्वती स्कुल नजिकै बस्छु, बेसी गाउँमा। म गृहिणी हो। धन्यवाद। नमस्कार दाजुभाइ दिदीबहिनी। हाम्रो डाँडा गाउँ अक्षय कोष गुठी वनभोज कार्यक्रममा पहिलोपटक हजुरसँग सबैसँग चाहिँ परिचय गर्नु पाउँदाखेरि मलाई साह्रै आनन्द र खुसी लागिरहेको छ। मेरो सूर्यकुमार सेठ, बेसी गाउँ 8 मा घर चाहिँ भेन्डस स्कुल बोर्डिङ छ। अब एउटा सानो कुरो बुझेको भनौँ या भोगेको भनौँ या अलिकति सानो जानकारी दिउँ कि भने जस्तो लाग्यो क्या। अब गुठी त भन्छौँ हामी होइन, गुठीको अर्थ के हो भन्दाखेरि यो गुठी परिवार बन्नु नै हाम्रो सबभन्दा ठुलो सौभाग्य। कसरी सौभाग्य भन्दाखेरि हामी अझमरी कसैले पनि लिएर आएको छैनौँ। एक दिन हामी बिदा भएर जानै पर्छ। त्यो जाने बेलामा जो कोही परिवारलाई पनि पीडा भएको हुन्छ, कष्ट भएको हुन्छ, त्यो सम्बन्धी मैले बताइरहनु पनि आवश्यक छ जस्तो लाग्दैन। त्यस कारणले गर्दाखेरि त्यो घर, त्यो परिवारको मान्छेलाई आपद विपद परिरहेको बेलामा गुठी परिवारबाट गएर चाहिँ त्यहाँ आवश्यक कुराको चाहिँ सहयोग गरिदिनु, त्यो कार्यक्रम सम्पन्न पारिदिनु नै हाम्रो गुठीको परम कर्तव्य र धर्म हो भन्ने कुरो चाहिँ म जानकारी गर्न चाहन्छु। भोलि सूर्य दाइका पर्ला, पर्सि राजेश भाइका पर्ला, बालकृष्ण भाइका पर्ला, जो कोही पनि हामीको कुनै पनि दाजुभाइ दिदीबहिनी गर्दाखेरि ए फलानुको त यस्तो दुःख परिरहेको रहेछ, उहाँ यसो बित्नु भएछ भनेर हामीले कहिले पनि कुनै पनि बेला खानु लागेको छ भने खानेकुरो छोडेर पनि हामी त्यो ठाउँमा चाहिँ उपस्थित हुनैपर्छ। त्यो हो गुठीको चाहिँ मान्यता, त्यो गुठीको चाहिँ कर्तव्य, त्यो गुठीको चाहिँ धर्म, त्यो हो भन्ने कुरो चाहिँ म हजुरहरूलाई जानकारी गराउन चाहन्छु। त्यसले गर्दाखेरि हाम्रो डाँडा गाउँ अक्षय कोष गुठीले एकदम आनन्दमय, शान्तिमय, प्रसन्नमय चाहिँ कार्यक्रम आज यस जौलो डाँडाको यस ठाउँमा चाहिँ हाम्रो कार्यक्रम राखेकोमा हामी सबैले गौरव मान गरेर चाहिँ मान्नुपर्छ। किन भन्दाखेरि यो कुरालाई चाहिँ हामीले जानेर बुझेर पनि हामीले बोल्नु पाएका थिएनौँ, सिक्नु पाएको थिएनौँ। गुठी भनेको के हो भन्दाखेरि हामीले जान्नु पाएका थिएनौँ भनेदेखि आज यो समयले
यो दिनले के बताएको छ भन्दाखेरि गुठी भने त यस्तो रहेछ है, कुनै ठाउँमा कुनै हाम्रो सदस्य दाजुभाइका कुनै आपद विपद परेको छ भने हामी सबैजना एकजुट हुनुपर्ने रहेछ भन्ने कुरो हजुर दिदी बहिनी दाजुभाइ कसैले पनि नबिर्सिनु होला भने म अनुरोध गर्दै अब फेरि हामी यहाँ खेल्ने कार्यक्रम धेरैवटा छ, त्यो कार्यक्रममा फेरि ढिला सोच्यो होला, धेरै बोलिरहनु पनि आवश्यक मैले चाहेको छैन। हस्त आज नमस्कार। नमस्कार, मेरो नाम गोविन्द प्रसाद पौडेल। हाल चाहिँ नि म नारायणटार गोकर्णेश्वर 5 प्रभुराम आदर्श टोलमा बस्छु। नमस्कार, डाँडागाउँ अक्षय कोष गुठी वनभोज कार्यक्रमका अध्यक्ष तथा पूर्व अध्यक्षज्यू, यसका सञ्चालक साथीहरू र यहाँ उपस्थित सम्पूर्ण उपस्थित वनभोज कार्यक्रममा पाल्नुभएका महिला तथा सज्जनवृन्द, यहाँहरूको यो आजको रमाइलो दिन, यो रमाइलो दिनमा रमाइलो कार्यक्रम, रमाइलो भेटघाट, रमाइलो चिनजानमा चाहिँ हामी चाहिँ यहाँ उपस्थित भएका छौँ। अब परिचयको सन्दर्भमा मेरो नाम मेघनाथ दाहाल, गोकर्णेश्वर 8 आरुबारीमा बस्छु र म एउटा संस्था छबेरो कल्पवृक्ष बहुउद्देश्य सहकारी संस्था त्यसको अध्यक्ष हो म। धन्यवाद। नमस्कार, मेरो नाम कल्पना गुरुङ हो, म यो डाँडागाउँ 8 मा बस्छु। नमस्कार, म रञ्जना पुरासैनी, म चाहिँ वडा नम्बर 8 आरुबारी डाँडागाउँ। नमस्कार, मेरो नाम सुजिता श्रेष्ठ हो, म डाँडागाउँ 8 मा बस्छु। नमस्कार, मेरो नाम शान्ति गुरुङ, आरुबारी डाँडागाउँ 8 मा बस्छु। नमस्कार, मेरो नाम सबैलाई नमस्कार, मेरो नाम चाहिँ तारा श्रेष्ठ। यहाँ चाहिँ दिदीबहिनीहरू बाबुआमाहरू आउनु भेट भएको भएर मलाई खुसी लागेको छ। नमस्कार सबैजनालाई, मेरो नाम रमा राई, पुर्गोली घर उदयपुर लिन्छुङबुङ, हाल आरुबारी डाँडागाउँमा बस्छु। म चाहिँ गृहिणी र प्लस मेरो गणेश कारखाना पनि छ। हजुरहरूलाई डिजाइन साइज अनुसारको चाहियो भने सम्पर्क राख्नु होला। र प्लस मेरो छोरी चाहिँ इन्जिनियर आर्किटेक्ट इन्जिनियर हो, घरको नक्सा र भित्रको डिजाइनको लागि चाहियो भने सम्पर्क राख्नु होला। धन्यवाद। नमस्कार, म शारदा ठकुरी डाँडागाउँमा बस्छु। आज यस वनभोज अक्षय कोष गुठीको वनभोज कार्यक्रममा सबैजना रमाइलो गर्नुहोला। मैले सानो एउटा धुप बाँड्ने तालिम लिएको छु। हजुरहरू सबैलाई धुप चाहियो भने सम्पर्क राख्नुहोला। नमस्कार सबैजनालाई, म आरुबारी नै हो, नाग मन्दिर बस्छु। म पनि त्यही धुप बाँड्ने नै काम गर्छु। त्यहीँबाट पास गरौँ, धेरै नतानी। नमस्कार सबैजना दुखिया दाजुभाइ दिदीबहिनीहरूमा, मेरो नाम चाहिँ रणबहादुर राई, खास बोलाउने नाम चाहिँ रवि भनेर चिनिन्छ, आरुबारी डाँडागाउँ। सबैजनालाई नमस्कार, मेरो घर रामेछाप नगरपालिका वडा नम्बर 3 सागुटारमा पर्छ। अहिले यो गोकर्णेश्वर नगरपालिका वडा नम्बर 8 डाँडागाउँमा बस्छु। मेरो पेसा चाहिँ निर्माण व्यवसाय हो। सबैलाई नमस्कार, मेरो नाम शम्भु कुमार सापकोटा, म महानगरपालिका वडा नम्बर 6 बौद्ध तिनचुलीमा बस्छु। हेलो नमस्ते, म अञ्जित प्रसाद मिश्रा, म चाहिँ नि एउटा कार्यरत छु भैलो पावरमा। आज यहाँ
डाँडा गाउँको अचेलको फर्स्ट टाइम म यहाँ आएको छु, त्यसको लागि सबैलाई नमस्कार त्यही भन्न चाहन्छु। सुन्नु है, हजुरहरूलाई यो परिचय कार्यक्रम किन गराएको भन्दाखेरि भोलि भन्ने हुन्छ, त्यो कारणले गर्दाखेरि हो। त्यसलाई अन्यथा नमान्दिनु होला, नत्र भए त हामीले केही गरिदिन्थ्यौँ, चिया बिस्कुट खाँदैन त्यही साधारण सभा गर्थ्यौँ, आउने हुन्थ्यो, आउँदैन हुँदैन थियो। त्यही भएर हामीले एक घरबाट एकजना अनिवार्य भनेको कारण नै त्यही हो। किनभने यो गुठी घरको हिसाबले सदस्य हो, कोही घर परिवारको एकजना, त्यही भएर अनिवार्यको गरेको कारण नै त्यही हो। त्यसलाई अन्यथा नलिदिनु होला है। ल यस्तो बोल्न त्यो नजिक मात्र राखेर बोल्नु न, त्यसलाई यहाँ राख्ने। नमस्कार, यहाँ हुने जति सम्पूर्णलाई मेरो नमस्कार ढोकिदिया। मेरो नाम मनु केसी हो, म गोकर्णेश्वरी 8 मा बस्छु। यो हाँसु ठट्टले रमाइलो गर्ने मान्छेलाई चाहिँ फेरि जसले कसैले पनि बिर्सिँदैन। यो दिदीले, यो आमाले, दाजुले, यो भाइले चाहिँ हँस्योले ठट्टले गर्दै गरेर बोलाएको थियो। हाम्रो बुहारीलाई नमस्कार मेरो सबैजनालाई। मेरो नाम पार्वती साई ठकुरी हो, यस डाँडागाउँ आरुबारी 8 मा बस्छु। त्यहीँबाट बोलाऊ, त्यहीँनिर उठेर बोल्नु। सबैजनालाई नमस्कार। म 8 नम्बरमा बस्छु। मेरो पेसा चाहिँ म आर्टिस्ट हो। नमस्ते गुठियार सबै दाजुभाइ दिदीबहिनीलाई सबैलाई नमस्ते। मेरो नाम सुनिता गुरुङ हो, म गोकर्णेश्वर 8 मा बस्छु। मेरो घर चाहिँ सिन्धुपाल्चोक हेदमपुर गाउँपालिका। नमस्कार, म सुमित्रा साई ठकुरी आरुबारी डाँडा गाउँमा बस्छु। धन्यवाद। नमस्ते, मेरो नाम मधु लामा हो, म वडा नम्बर 8 आरु के अरे डाँडा गाउँमा बस्छु। मेरो पेसा चाहिँ सानो पसल छ। पेसाले के हो, तपाईँ हुनुहुन्छ के हो भन्नु? भन्नु होइन होइन, के हो त्यो भन्नु त, विशेष भन्नु। नमस्कार, म चाहिँ रामकृष्ण खड्काको बुहारी, दिपक खड्काको श्रीमती सुनिता कार्की हो। म चाहिँ वडा नम्बर 8 डाँडा गाउँमा बस्छु। पेसाले के? पेसाले चाहिँ मेरो चाहिँ एउटा व्यवसाय छ सानोतिनो, त्यस्तै। सबजनालाई नमस्कार। मेरो नाम बिन्दु केसी, मेरो श्रीमानको नाम वासुदेव केसी। म डाँडा गाउँ आरुबारी 8 मा बस्छु। हेलो नमस्ते, म तारकुमारी प्रधान, म डाँडा गाउँ आरुबारी चोकमा बस्छु। म घरमै बस्छु, खास केही गर्दिनँ अहिलेसम्म चाहिँ। अब बिस्तारै गर्ने सोच गर्दैछु, म सोचौँला। यो उसमा वनभोज कार्यक्रममा आउनुभएको सबैजनालाई मेरो तर्फबाट नमस्ते। म विश्वराज खड्का, म गोकर्णेश्वर वडा नम्बर 6 मा बस्छु। पेसाकोहरूले म एउटा संस्थानमा काम गर्छु, सिजी चौधरी ग्रुप अन्तर्गत काम गर्छु। नमस्कार, मेरो नाम रविन लामा, गोकर्णेश्वर 8 डाँडा गाउँ। बत्ती बिग्रियो भने बनाउने। बहिनीहरूलाई सबै बुवा मम्मीहरूलाई नमस्कार। मेरो नाम तिलक बहादुर नेपाल। पेसा चाहिँ मेरो नाति हेरेर माका खाने मन्दिर घुम्नु मात्रै छ। धन्यवाद है। पहिला बाइकमा काम गर्थेँ, गाडी चलाउँथेँ, अहिले रिटायर भएर बसिरहेको छु। अहिले डाँडाबाट सडकबाट बर्मेर पुगेको छु। सबैलाई नमस्कार, म मोहन कुमार श्रेष्ठ। अब यो असेकोस गुठीको पद त के भन्ने, पद भन्ने के भन्ने, म कमिटीको सहसचिव पनि हो फेरि। सबैलाई धन्यवाद। यस पिकनिक आयोजना कार्यक्रममा के वनभोज कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई धेरै धेरै धन्यवाद। हस्, यिनीहरूको लागि पनि म अनुरोध गर्दछु। र हाम्रो सुमित्रा भाउजू, धनलाल भाइ, नमस्कार सम्पूर्णमा।
मेरो त नामै गाविस हो धनलाल भाइ हो भने सम्पूर्णले चिनिहाल्नुहुन्छ। अक्षयकोष डाँडाको अक्षयकोष गुठीको वनभोज कार्यक्रममा मलाई सहभागी गराइदिनु हुने हाम्रा मोहन कुमार श्रेष्ठ दाइजीलाई म धेरै धेरै धन्यवाद दिन्छु। हुनु त म यस डाँडागाउँ अक्षयकोष गुठीको मा सदस्य त छैन भए तापनि दाइले मलाई केटीको यसमा सहभागी गरिदिनु भएको छ। हामीले प्रमोसन त गर्छौँ। हुन त म एक त पेसाको हिसाबले एउटा पेन्टर हुँ। पेन्टरको साथसाथै अरू मेरो ठेकापटको काममा पनि हुन्छन्। हामीले सबैलाई थाहा छ कि धनलाल भाइले पेन्टरको काम गर्छ र अरू सबै काम गर्छौँ भने, तर पनि थाहा भइकन लास्टमा आफ्नो घरमा काम बोलाउँदै अरू कोही मधेसी बोलाउँछन्। अनि सम्पूर्णले आफ्नो घरको छेउको मान्छेलाई चाहिँ कसैले खबर गर्दैन। एउटा कोठामा कलर गर्नु पऱ्यो भने धनलाल भाइ आइदिनु भन्छन्। अनि पुरै घरको कलर गर्नुपर्ने चाहिँ मधेसी। यस्तो हुन्छ। हाम्रो रविन दाई यहीँ हुनुहुन्छ। रविन दाईले चाहिँ बत्ती सम्बन्धी काम गर्नुहुन्छ। दाइलाई पनि एउटा बत्ती बिग्रियो भने चाहिँ ए भाइ कहाँ हो आ भाइ ए दाइ कहाँ हो दाइ भन्छन्। पुरै घरको मिलेर चाहिँ मधेसीलाई पठाएर आयो। होइन यो हाम्रो प्रजातिले चाहिँ पहिला सुरुमा हटाउनु पऱ्यो क्या। जे जस्तो भए पनि होला मधेसीले हाम्रो भन्दा केही सस्तोमा गर्दैन। तर पछि के अरे बिग्रेर गयो भने चाहिँ मधेसीले बनाउन आउँछ र तपाईँको फोन उठ्छ स्विच अफ गरेर त्यसले कहाँ जान्छ। हामी त कमसेकम तपाईँको 1-2 पैसा बढी लिएला तर हामी भागेर जाने कहाँ हो। तपाईँले पछि तपाईँको काम बिग्रियो भने त पछि आफै आएर बनाइदिन्छ हामीले नै हो नि त। मधेसीले आएर गर्दैन त होइन। यही कुरा म राख्नु चाहेँ। हुन त म चाहिँ के अरे आरुबाई डाँडा गाउँको अब एउटा समाजसेवी पनि हुँ। श्रीनगर युवा निवास सङ्घको सचिव तथा माङ्गल भएर भिन्ने खलको सञ्चालक पनि हुँ। यति भन्दै मेरो 2 शब्द हेर्नुहोस्। धन्यवाद। सबै दाजुभाइलाई दिदीबहिनीहरूलाई नमस्कार छ। म सुनिता श्रेष्ठ अब के भन्छ धन्यवाद। म चाहिँ अहिले 1 वर्षदेखि नयाँ सदस्य बनेको छु। म खासै कसैलाई पनि चिन्दिनँ। मेरो नाम अङ्गिता गिरी हो। यति भन्नु। नमस्ते, मेरो नाम कमल बहारी। म अहिले विद्यार्थी हो। काठमाडौँ मोडल सेकेन्डरी स्कुलमा पढ्छु। भागवतमा छ। अहिले म विज्ञान लिएर पढेको छु। म विद्यार्थी हो। धन्यवाद। नमस्कार सम्पूर्ण यहाँ उपस्थित हुनुभएका डाँडागाउँ अध्यक्ष कोष गुठी समाजका मेयर साहबलाई अनि यहाँ हुनुभएका अध्यक्षज्यूहरूलाई सम्पूर्ण परिवारलाई नमस्कार। म नयाँ पार्टी 2बाट गोकर्णेश्वर है। यहाँ रमाइलो लाग्यो, बोलाउनु भयो, भेट्नघाट गर्न पाइयो, खुसी लाग्यो। यहाँ पकाएर आउने दाइलाई पनि धन्यवाद। मिठो खाना खुवाउनु भयो र राजेश सरले पनि बोल्ने मौका दिनुभयो। फर्स्ट टाइम समातेको हो। धन्यवाद। ल स्टेसनरी छ, कसैलाई यसो ब्यान्डिङ स्पाइरल टेप ब्यान्डिङ कपी कलम चाहिएमा सम्झिनु होला। नयाँ पार्टी कुमारी ब्याङ्कको अपोजिटमा। थ्याङ्क यू। सम्पूर्ण हाम्रो डाँडागाउँ अक्षयकोष गुठीका सम्पूर्ण सदस्यहरू, यस वनभोज कार्यक्रममा उपस्थित हुनुभएको सबैजनालाई नमस्ते, जोजोलोपा। म हुन त पहिल्यैदेखि सबै पुराना साथीहरूसँग त म चिन्जाना छ, तर नयाँ दिदीबहिनीहरूलाई त्यति मैले भेटघाट गर्न पाएको छैन र त्यति चिन्नु पनि भएको छैन होला। म पहिला चाहिँ आजभन्दा 37 वर्ष पहिला सोलुखुम्बुबाट चाहिँ काठमाडौँमा म आएर बसोबास गर्दै आएको। अहिले म भुपु इन्डिया आर्मीबाट रिटायर भएर म हनेरी लेफ्टेन्टमा रिटायर भएर अहिले घरमै बस्छु। आफ्नो दिनचर्याहरू नर्मल कौशी खेती गर्छु, कुखुराहरू पालेछु र मेरो नाम चाहिँ चुडामणि प्रधान हो। बाँकी सबै दिदीबहिनीहरू, दाजुभाइहरू र बुवाहरूलाई यो अक्षयकोष गुठी, अघि नै हाम्रो सरले भन्नुभयो अक्षयकोष र यो गुठी भनेको चाहिँ हजुरहरू सबैले जान्नुपर्छ। किनभने हामी अहिले हर ठाउँबाट यो काठमाडौँ भेलीभित्र बसेछौँ। यसमा कसैको त होला आफ्ना दाइ होला, बाबा होला, दिदीबहिनीहरू होला, तर जस्तो कि इक्जाम्पल म छु, मेरो यहाँनिर बाबा नै हुनुहुन्छ न दिदीबहिनीहरू हुनुहुन्छ। यसमा के छ भने यो गुठीले चाहिँ आफ्ना जो पनि हुन्छ यसमा सङ्गठित हुनुहुन्छ भने कि चिनजान गरेर उहाँहरूसँग राम्ररी आफ्नै फ्यामिली जस्तो
र आफ्नो दाजुभाइहरू जस्तो गर्यो भने कहीँ पनि केही पनि आवश्यक र दुःख पर्दाखेरि सहयोगहरू पाइन्छ। त्यसले गर्दाखेरि सबैजनालाई हुनसक्छ भने जो हाम्रो यो अक्षय कोष गुठीमा जो पनि हुनुहुन्न उहाँहरू सामेल भयो भनेदेखि हामी आफैलाई नै फाइदा छ। त्यसले गर्दाखेरि सम्पूर्णलाई मेरो यही अनुरोध छ कि आपसमा यो गुठीमा म यस्तो गरेँ उस्तो गरेँ भनेर नगरिकन यसलाई कसरी बढाउने र कसरी आपसमा आफ्ना संलग्न हुने योहरू आफैले विचार गरेर अगाडि बढाउँ भन्ने म सबैलाई अनुरोध गर्दै दुई शब्द यही टुङ्ग्याउँछु। नमस्ते। नमस्ते, मेरो नाम प्राची ठकुरी, म चाहिँ कर्णबहादुर शाहको नातिनी।